पुरा कराइरहेको छ कि हो त्यसलाई घुराउन लानुपर्ने होला यतिखेर। अनि वेदर पनि यस्तो छ है, पुरा हल्ला गरिरहेछ, पुरा हल्ला गरिरहेछ। कोही पनि उठेको छैन शीत हेर्न, कस्तो खतरा ठन्डा छ। त्यो चाहिँ नि सानो बच्चा चाहिँ पुरा कराएको कराइ छ है। अनि म चाहिँ हिँडेँ अब ड्युटीको लागि, मर्निङ ड्युटी छ आज। अनि ओडिसी आज पार्टी छ सानो, अनि त्यसका लागि प्रिपरेसनका लागि हिँडेको। 11:30 बजे पिकअप, अनि त्यस कारणले म चाहिँ नि हिँड्दैछु। अनि हजुरहरू उठ्नु भयो कि भएन, अनि कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोहरू जरुर भन्नुहोला। अनि म चाहिँ कुन जग्गादेखिको जान्छु भनेर तपाईँलाई देखाउँदैछु। पहिलोचोटि चाहिँ म यो बाल्य भवन प्राथमिक विद्यालय, यो स्कुल चाहिँ देख्नुभयो भने गम पाउनुहुन्थ्यो। यसरी आँखाले हेर्दा र यो क्यामेरामा हेर्दा चाहिँ यो शीत चाहिँ देख्दो रहेनछ क्या, क्यामेरामा यति देख्दैन कि यो शीतहरू। र यसै आँखाले नजरले हेर्दा चाहिँ पुरा शीत देख्छ क्या। अनि क्यामेरामा त शीत परेकै छैन जस्तो लाग्दैछ, हेर्नु न, सेतो अलिअलि मात्रै देख्छ। र यसै रियलमा हेर्दा चाहिँ पुरा शीत परिरहेछ क्या, भयङ्कर शीत छ नि त यहाँ। अनि अहिले चाहिँ बाटोमा कोही पनि छैन, 6 बजी को उठ्छ राति बिहानमा, मस्त कम्बलभित्र ओढेर सुत्नु मजा लाग्ने बेलामा उठेर को हिँड्छ होइन यतिखेर। अनि म चाहिँ अनि र एक्चुअलमा भिडियो बनाउन राम्रो पनि लाग्छ, एउटा कन्फिडेन्ट आउँछ, बोल्ने तरिका कस्तो हुन्छ, एउटा राम्रो लाग्छ। कन्टेन्ट एउटा बनाउनु पर्दाखेरि राम्रो लाग्छ कि मलाई चाहिँ। र हजुरहरूलाई कस्तो लाग्छ भिडियो हेरेर भनिदिनु होला, कमेन्ट गरिदिनु होला। र पेजलाई फलो गर्न नभुल्नु होला। यताको वेदर चाहिँ यस्तो छ है, एकदम भन्न न ठन्ड छ। मजा छ नि त। छ महादेवको लाग्छ। र म चाहिँ भर्खरै आइपुगेँ ओइल मार्केट ओल्ड बस स्ट्यान्ड। यो जग्गाको नाम चाहिँ अब ओइल मार्केट ओल्ड बस स्ट्यान्डमा आइपुगेँ। यही जग्गामा छ मेरो रेस्टुरेन्ट, जुन जग्गामा म काम गर्छु। र फाइनली आइपुगेँ म। अब साइकल राखेर भित्र पस्छु है। अब साइकल राख जहाँ भने निकल। अनि आफ्नो सामान त लिनु पर्यो। अनि यो भयो ओइल मार्केट ओल्ड बस स्ट्यान्ड, जुन एसबिआई एटिएमको छेउमा छ।